सो हामीले अस्तिको क्लासमा वी स्पोक अबाउट अस्योरेन्स भनेको के हो, कसरी चाहिँ एउटा बायर र सेलरको बिचमा एउटा थर्ड पार्टी आएर उसले चाहिँ अस्योर गर्छ बायरलाई कि जुन घर उसले किनिराखेको छ त्यो चाहिँ राम्रो छ, एकदमै पर्फेक्ट कन्डिसनमा छ। हामीले स्ट्याट्युटरी अडिट जुन हाम्रो फाइनेन्सियल स्टेटमेन्टको अडिटको पनि इक्जाम्पल लियौँ। त्यसमा के भयो भन्दाखेरि फाइनेन्सियल स्टेटमेन्ट बनाउँछ कम्पनीले, अनि त्यसपछि चाहिँ हाम्रो युज कसले गर्छ त भन्दाखेरि युजर्स अफ फाइनेन्सियल स्टेटमेन्ट्सहरूले। फाइनेन्सियल स्टेटमेन्ट बनाउने कम्पनीले, युजर्स अफ फाइनेन्सियल स्टेटमेन्ट चाहिँ हाम्रो स्टेक होल्डर्सहरू भयो। त्यो बिचमा चाहिँ ट्रस्ट इस्युजहरू हुन्छ, एउटा इन्डिपेन्डेन्ट पार्टीले, इन्डिपेन्डेन्ट मान्छेले आएर चाहिँ चेक गरिदिनु पर्ने हुन्छ। त्यही भएर चाहिँ अस्योरेन्स भन्ने कन्सेप्ट आयो। अस्योरेन्सको 5वटा एलिमेन्टको बारेमा हामीले कुरा गऱ्यौँ। हामीले सब्जेक्ट म्याटरको बारेमा कुरा गऱ्यौँ, 3 पार्टी रिलेसनसिप, सुइटेबल क्राइटेरिया, एभिडेन्स, सफिसियन्ट अप्रोप्रिएट एभिडेन्स, अनि त्यसपछि फाइनली रिपोर्टमा गएर टुङ्गायौँ। अर्को भनेको हामीले के पढ्यौँ भन्दाखेरि चाहिँ हाम्रो टाइप्स अफ अस्योरेन्स इन्गेजमेन्ट्स। द फर्स्ट वान वाज रिजनेबल अस्योरेन्स, द नेक्स्ट वान वाज लिमिटेड अस्योरेन्स। ल लिमिटेड अस्योरेन्स भनेको के हो त भन्दाखेरि हाम्रो चाहिँ मोडरेट लेभल अफ अस्योरेन्स, र रिजनेबल अस्योरेन्स भनेको एकदमै हाई लेभल अफ अस्योरेन्स, तर इट्स नट एब्सोल्युट अस्योरेन्स। किन भन्दाखेरि एब्सोल्युट अस्योरेन्स इज नट पोसिबल। एब्सोल्युट अस्योरेन्स बिकज अफ टाइम, बिकज अफ कस्ट, बिकज हामीले स्याम्पलिङ गर्छौँ, एब्सोल्युट अस्योरेन्स इज नट पोसिबल। सो द नेक्स्ट बेस्ट थिङ इज नोन एज रिजनेबल अस्योरेन्स। हामीले रिजनेबल अस्योरेन्स चाहिँ दिन सक्छौँ, राइट। नाउ हामीले अस्योरेन्स दुईवटा टाइपको हुन्छ भन्यो बेसिकली। र अस्योरेन्सको इक्जाम्पल्सहरू भनेको चाहिँ हाम्रो अस्योरेन्स इन्गेजमेन्ट्सहरू भनेको चाहिँ फाइनेन्सियल पनि हुनसक्छ, नन फाइनेन्सियल पनि हुनसक्छ। सो आजको क्लासमा लेट्स डिस्कस अबाउट इक्जाम्पल्स अफ अस्योरेन्स इन्गेजमेन्ट्सहरू। फर्स्टमा चाहिँ हाम्रो इन्टरनल अडिट। सो इन्टरनल अडिट भनेको के भयो त भन्दाखेरि चाहिँ, सो फर्स्टमा चाहिँ हाम्रो इन्टरनल अडिट। इन्टरनल अडिट भनेको चाहिँ अर्गनाइजेसनले आफ्नो अर्गनाइजेसन राम्रोसँगले चलिरहेको छ कि छैन भनेर गर्ने अडिटलाई के भन्छौँ त हामी चाहिँ इन्टरनल अडिट भन्छौँ। सो इन्टरनल अडिट। सो रेगुलर अडिट्सहरू भयो कम्पनीको इन्टरनल कन्ट्रोल्स र पोलिसिजहरू, कम्पनीभित्रै हाम्रो प्रोसेसेसहरू, पोलिसिजहरू कसरी काम भइरहेछ भनेर चेक गर्ने अडिट्स अथवा अस्योरेन्सलाई हामी के भन्छौँ त इन्टरनल अडिट भन्छौँ। अर्को भनेको ड्यु डिलिजेन्स रिभ्यू भन्छ। मानव कुनै कम्पनीले चाहिँ कुनै कम्पनीलाई किनिरहेछ, मानव अस्ति भर्खरै नोबेल ब्याङ्कले नेपाल बङ्गलादेश ब्याङ्कलाई किन्यो भनेपछि उनीहरूलाई नोबेल ब्याङ्कलाई के थाहा पाउन मन लाग्छ भन्दाखेरि चाहिँ नेपाल बङ्गलादेश ब्याङ्कमा जुन ब्यालेन्स सिट छ अथवा चाहिँ उसको लायबिलिटीहरू छ, उसको एसेट्सहरू छ, त्यो करेक्ट भ्याल्युमा रिफ्लेक्ट भएको छ कि छैन। मानव नेपाल बङ्गलादेश ब्याङ्कले चाहिँ आफ्नो फ्यु करोड रुपिज अफ लायबिलिटी चाहिँ लुकाएर राखेको छ भने भोलिको दिनमा कसैले आएर क्लेम गर्यो भने त पछि नोबेल ब्याङ्कले तिर्नुपर्छ, राइट। सो त्यस्तो केसमा नोबेल ब्याङ्कले के गर्छ भन्दाखेरि चाहिँ ड्यु डिलिजेन्स रिभ्यू गर्नको लागि एउटा क्वालिफाइड मान्छे, जेनरली चार्टर्ड अकाउन्टेन्ट पठाउँछ। सो द्याट इज नोन एज ड्यु डिलिजेन्स रिभ्यू। अर्को भनेको हाम्रो पब्लिक सेक्टर अडिट छ। पब्लिक सेक्टर भनेको पब्लिक सेक्टर, सो गभर्मेन्टको बडिजहरू भयो, मानव मन्त्रालयहरूदेखि लिएर सुप्रिम कोर्टदेखि लिएर आर्मीदेखि लिएर, र गभर्मेन्टले ओन गर्ने एन्टिटिजहरू पनि हुनसक्छ त्यसमा। जस्तै मानव नेपाल आयल निगम भयो, नेपाल टेलिकम, नेपाल एयरलाइन्स। सो अल दिस कर्पोरेसन्स, अल दिस अर्गनाइजेसन्सको पनि अडिट गर्नुपर्छ है। अर्को भनेको इन्भाइरोमेन्टल अडिट। इन्भाइरोमेन्टल अडिट भनेको नामले नै भनिराखेको छ, हामीले इन्भाइरोमेन्टको अडिट गर्छौँ। अस्तिको इक्जाम्पलमा पनि हामीले हेरेको थियौँ त्यहाँनिर के इक्जाम्पल इन्भाइरोमेन्टको कसरी अडिट गर्नुपर्छ भन्ने हिसाबले। अर्को भनेको सेक्युरिटी अडिट, साइबर सेक्युरिटी अडिट। हामीले नेपालमा कति धेरै कुराहरू इक्जाम्पल्सहरू सुनिरहेको हुन्छौँ, लोकसेवाको अथवा चाहिँ गभर्मेन्ट डिफ्रेन्ट साइट्सहरूको चाहिँ वेबसाइट्सहरू ह्याक भएको कुराहरू चाहिँ हामीले देखिरहेको हुन्छौँ। सो त्यस्तो केसमा चाहिँ साइबर सेक्युरिटी अडिट बिकम्स रियली इम्पोर्टेन्ट है। अर्को भनेको रिभ्यू इन्गेजमेन्ट। हामीले अस्ति पनि कुरा गरेको थियौँ, लिमिटेड अस्योरेन्समा चाहिँ हाम्रो लिस्टेड कम्पनीजहरूको केसमा के हुन्छ भन्दाखेरि चाहिँ हामी चाहिँ 3 महिनामा हरेक 3 मन्थ्समा चाहिँ अडिटेड होइन, एउटा चाहिँ रिभ्यू गरेको, एउटा सिएले चाहिँ रिभ्यू गरेको चाहिँ फाइनेन्सियल स्टेटमेन्ट्सहरू चाहिँ बुझाउनु पर्ने हुन्छ। सो द्याट इज नोन एज लिमिटेड रिभ्यू। सस्टेनेबिलिटी रिपोर्ट भनेर छ, सस्टेनेबिलिटी रिपोर्ट है। सो सस्टेनेबल, हाम्रो चाहिँ सस्टेनेबल डेभलपमेन्टमा हामी नेपाल गभर्मेन्टले फोकस गरिरहेछ है। अनि त्यो चाहिँ कुनै पनि प्रोजेक्ट सुरु गर्दाखेरि चाहिँ वेदर इट्स बिङ डन इन अ सस्टेनेबल वे, सस्टेनेबल फ्यासन अर नट भनेर चाहिँ थाहा हुन्छ, यसले गर्छ। कम्प्लायन्स अडिट है, कुनै पनि रुल्स रेगुलेसन्सहरू चेक गर्नको लागि चाहिँ गरिने अडिटलाई हामी के भन्छौँ त कम्प्लायन्स अडिट भन्छौँ।
फर इक्जाम्पल नेपालमा हरेक कम्पनीले लेबर अडिट गरेर चाहिँ सबमिट गर्नुपर्छ भन्ने छ। लेबर अडिट भनेको कस्तो भन्दाखेरि चाहिँ लेबर अडिट भनेको चाहिँ मेरो कम्पनीमा चाहिँ लेबर लजहरू फलो गरेको छ कि छैन, मैले चाहिँ लिभ्सहरू टाइममा दिइराखेको छ कि छैन, फेसिलिटिजहरू जे जे दिनुपर्ने हो स्टाफलाई त्यो दिएको छ कि छैन, मेरो मेडिकल इन्स्योरेन्स, मेरो स्टाफको इन्स्योरेन्स सबै कुराहरू दिएको छ कि छैन, यो सबै कुराहरू के गर्नुपर्छ भन्दाखेरि चाहिँ फलो गरेको छ कि छैन भनेर चाहिँ हेर्नुपर्छ। त्यो हेर्ने काम कसको हो त भन्दाखेरि चाहिँ त्यो हेर्ने काम चाहिँ अडिटर्सहरूको हो, म्यानेजमेन्टको हो। सो त्यो लेबर ल फलो गर्ने प्रक्रियालाई हामी के भन्छौँ त भन्दाखेरि चाहिँ कम्प्लायन्स अडिट भन्छौँ है, कम्प्लायन्स अडिट भन्छौँ। द नेक्स्ट वान इज नोन एज अग्रिड ओपन प्रोसिजर्स। मानौ यो बाहेक, यो स्ट्यान्डर्ड कुराहरू बाहेक जति पनि कुराहरू चाहिँ म्यानेजमेन्टले गराउन मन लाग्छ उनीहरूलाई, मानौ कसैलाई चाहिँ मेरो चाहिँ फ्याक्ट्रीको मानौ प्राइम सीएको इक्जाम्पल लिउँ, टिचर्सहरूले कस्तो पढाइराख्नु भएको छ भनेर चाहिँ एउटा चेक गर्न मन लागिरहेको छ, बाहिरबाट एउटा प्रोफेसर हामी मगाउँछौँ अनि त्यसपछि सबै टिचरको एउटा एउटा क्लासमा चाहिँ हामी के गरिदिन्छौँ त प्रोफेसरलाई पनि राखिदिन्छौँ, अथवा टिचर्सहरूको रेकर्डिङ्सहरू हामी देखाइदिन्छौँ। त्यो भयो भने के भयो त प्राइम सिए र जुन प्र्याक्टिसनर छ, प्राइम सिए र जो प्र्याक्टिसनर छ उहाँहरूको बिचमा के भयो त एउटा अग्री गर्नुभयो एउटा सर्टन कुराहरूमालाई। सो द्याट इज नोन एज अग्रिड अपन प्रोसिजर्स है। सो क्लाइन्टले जो अस्युरेन्स सर्भिस प्रोभाइडर छ होइन, सिए अथवा एनीबडी एल्स, उहाँहरूलाई चाहिँ के गर्यो त भन्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ ल तपाईँले चाहिँ यो कुरा गरिदिनुहोस् न भनेर चाहिँ भन्यो भने द्याट इज नोन एज अग्रिड अपन प्रोसिजर्स है त। ओके, सो अरू पनि इक्जाम्पल्सहरू हुनसक्ला, तर फर नाउ हामीले चाहिँ यति बुझ्यो भने हुन्छ। आइक्यानको मोड्युलमा पनि छ त्यहाँ इक्जाम्पल्सहरू, सो त्यहाँ हेऱ्यो भने पनि मोरलेस यस्तै कुराहरू चाहिँ हामीले लेखेका छौँ है त। ल अब अडिटिङ अस्ति पनि मैले कुरा गरेकै थिएँ सायद है। सो अडिटिङ इज अ पार्ट अफ अस्योरेन्स। अस्योरेन्स भनेको होम बाइङ पनि हुनसक्छ, गाडी किन्ने पनि हुनसक्छ, जे पनि हुनसक्छ राइट। सो अस्योरेन्स एउटा बिग सर्कल भयो भने चाहिँ हाम्रो अडिटिङ के भयो, त्यसको पार्ट भयो। अस्योरेन्स इज अबाउट एनी इन्फर्मेसन है। अस्योरेन्स भनेको इट्स अबाउट एनी इन्फर्मेसन वेयरएज अडिटिङ इज अबाउट फाइनेन्सियल स्टेटमेन्ट्स को हामी जेनरली चाहिँ फाइनेन्सियल स्टेटमेन्ट चेक गर्दाखेरि चाहिँ फाइनेन्सियल स्टेटमेन्टको अडिट गरेको भन्छौँ होइन। ओके, अब वाट आर द बेनिफिट्स के हो त भन्ने कुरा हो है त। अस्युरेन्स इन्गेजमेन्ट गरे बापत फाइदा के हो त भन्ने कुरा हो। फाइदा कसलाई भन्ने कुरा आउँछ सबैभन्दा सुरुमा। मानौ मेरो फाइनेन्सियल स्टेटमेन्ट छ जुन कम्पनीले बनाइराखेको छ, त्यो फाइनेन्सियल स्टेटमेन्ट युज गर्ने कसले हो त भन्दाखेरि चाहिँ स्टेक होल्डर्सले हो। सो स्टेक होल्डर्सले फाइनेन्सियल स्टेटमेन्ट्सहरू चाहिँ युज गर्नुहुन्छ भनेपछि जब एउटा अस्युरेन्स इन्डिपेन्डेन्ट मान्छेले, एउटा क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टले आएर कुनै पनि कम्पनीको फाइनेन्सियल स्टेटमेन्टलाई चाहिँ एकचोटि रिभ्यू गरिदिन्छ भने त्यो फाइनेन्सियल स्टेटमेन्टको वैधानिकता अथवा फाइनेन्सियल स्टेटमेन्टको रिलायबिलिटी अथवा फाइनेन्सियल स्टेटमेन्टको हामी भन्छौँ क्रेडिबिलिटी चाहिँ बढेर जान्छ। फाइनेन्सियल स्टेटमेन्टको विश्वसनीयता बढेर जाने बित्तिकै त्यो रिपोर्ट युजर्सहरूले मोर कन्फिडेन्टली कुनै पनि कम्पनीमा इन्भेस्ट गर्न सक्छ, गभर्मेन्टले राम्रो पोलिसिजहरू ल्याउन सक्छ, अथवा ब्याङ्कले राम्रोसँग लोन दिन सक्छ राइट। सो दिज आर द थिङ्स, दिज आर द बेनिफिट्स है। अब युजर्सलाई त फाइदा भइ नै हाल्यो, कम्पनीलाई पनि के फाइदा हुन्छ भन्दाखेरि चाहिँ आफ्नो मिस्टेक्सहरू केही छ भने चाहिँ सच्याउने मौका दिन्छ, अनि आफ्नो चाहिँ फाइनेन्सियल स्टेटमेन्ट मोर क्लिन हुने भयो, करेक्ट हुने भयो, एक्युरेट हुने भयो। किन भन्दाखेरि बाहिरको एउटा एक्सपर्टले आएर चेक गरिसकेपछि त पक्कै पनि के हुन्छ त फाइदा हुन्छ है त। सो दिज आर द बेनिफिट्स। के छ भन्दाखेरि फर्स्टमा इन्डिपेन्डेन्ट प्रोफेसनल भेरिफिकेसन है। अलिकति जुम गरौँ यसलाई। सो इन्डिपेन्डेन्ट प्रोफेसनल भेरिफिकेसन भन्न खोजेको इन्डिपेन्डेन्टको कन्सेप्ट हामी पछि पनि पढ्छौँ बिस्तारै होइन। तर अहिलेलाई के बुझौँ भन्दाखेरि चाहिँ यदि म कसैमा डिपेन्डेन्ट छैन भने फर एनी रिजन है, म डिपेन्डेन्ट छैन र म निर्धक्कले आफ्नो काम गर्न सक्छु विदाउट बिङ अफ्रेड, विदाउट बिङ जजमेन्टल। अब सो भन्न खोजेको मेरो क्लाइन्टको फाइनेन्सियल स्टेटमेन्ट ठिक छ अथवा गलत छ भने चाहिँ मलाई कसै कहीँबाट प्रेसर छैन कि सही गलत हुँदाखेरि पनि सही भन्नुपर्ने छ भनेपछि चाहिँ हामी के भयो त इन्डिपेन्डेन्ट भयो। अब्जेक्टिभ भनेको के भयो भन्दाखेरि चाहिँ हामी निष्पक्ष भएर, अनबायस्ड भएर हामीले चाहिँ कुनै पनि क्लाइन्टको फाइनेन्सियल स्टेटमेन्टमा यदि कमेन्ट गर्न सक्छौँ भने द्याट इज नोन एज हाम्रो इन्डिपेन्डेन्ट प्रोफेसनल भेरिफिकेसन है। सो घर किन्दाखेरि एउटा सिभिल इन्जिनियर आएर चाहिँ चेक गर्यो भनेपछि त्यो के भयो त इन्डिपेन्डेन्ट प्रोफेसनल भेरिफिकेसन भयो है।
इन्डिपेन्डेन्ट पनि भयो, त्यो कम्पनीसँग उसको कुनै पनि नाता छैन, र प्रोफेसनल मान्छेले आएको भेरिफिकेसन भएर चाहिँ इन्डिपेन्डेन्ट प्रोफेसनल भेरिफिकेसन भयो, विच इज वान अफ द बेनिफिट्स है। अर्को भनेको एडिसनल कन्फिडेन्स टु रिलेटेड पार्टिज। एडिसनल कन्फिडेन्स टु रिलेटेड पार्टिज, जति पनि स्टेक होल्डर्सहरू छन् उहाँहरूलाई के हुन्छ भन्दाखेरि चाहिँ क्रेडिबिलिटी त्यो फाइनेन्सियल स्टेटमेन्टको बढेर जाने भयो, राइट। नेक्स्ट इज प्रिभेन्सन अफ फ्रड्स एन्ड एरर्स। सो फ्रड्स एन्ड एरर्स प्रिभेन्ट त अडिटले गर्दैन जेनरली होइन, तर जब अडिट हुन्छ भने थाहा पाइरहेको छ अर्गनाइजेसनभित्र काम गर्ने मान्छेहरूले पक्कै के गर्दैनन् भन्दाखेरि चाहिँ फ्रड र एरर्सहरू चाहिँ गर्न खोज्दैनन्। सो त्यो डिटर गर्छ भनौँ न, बेसिकली इट वर्क्स एज अ डिटरेन्ट, नगरोस् भनेर चाहिँ त्यसलाई डिटर गर्नको लागि चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ गर्न सक्छौँ। द नेक्स्ट वान इज आइडेन्टिफिकेसन अफ डेफिसियन्सिज। सो हामीले रिपोर्ट दिइसकेपछि चाहिँ के थाहा हुन्छ भन्दाखेरि इफ देयर इज एनी डेफिसियन्सिज, एनी कमी कमजोरीहरू केही छ भने चाहिँ त्यो रिपोर्टले चाहिँ एउटा इन्डिपेन्डेन्ट मान्छेले के गरिदिन्छ पक्कै पनि भन्दाखेरि चाहिँ त्यो डेफिसियन्सिजहरू, त्यो कमी कमजोरिजहरू चाहिँ हाइलाइट गरिदिन्छ, अनि बेस्ड अन द्याट वी क्यान एक्चुली इम्प्रुभ इन द नियर फ्युचर है। नेक्स्ट इज इट हेल्प्स युजर्स अन्डरस्ट्यान्ड द लिमिटेसन्स अर रिस्क्स इन द इन्फर्मेसन प्रेजेन्टेड, भइहाल्यो है त। अर्को भनेको हाई क्वालिटी रिलायबल इन्फर्मेसन, अर्को भनेको रिलायबल इन्फर्मेसन फर स्टेक होल्डर्स, सिमिलर थिङ्स है। सो बेसिकली अडिट गर्दाखेरि अथवा चाहिँ एउटा इन्डिपेन्डेन्ट मान्छेले आएर अस्योरेन्स सर्भिस प्रोभाइड गर्दाखेरि हामीले फाइनेन्सियल स्टेटमेन्टको केसमा हेऱ्यौँ भने के बुझ्नु पऱ्यो भन्दा चाहिँ त्यो जुन इन्फर्मेसन छ फाइनेन्सियल स्टेटमेन्टमा भएको त्यसको कन्फिडेन्स चाहिँ एकदमै इन्क्रिज भएर जान्छ, एकदमै बढेर जान्छ है। सो दिज आर दि बेनिफिट्स अफ अस्योरेन्स इन्गेजमेन्ट। अब अस्योरेन्स इन्गेजमेन्टमा सबैभन्दा इम्पोर्टेन्ट भनेको हामी के भन्छौँ त भन्दाखेरि स्ट्याट्युटरी अडिट भन्छौँ है त। स्ट्याट्युटरी अडिट भनेर भन्छौँ। स्ट्याट्युटरी अडिट हिस्टोरिकलीदेखि नै के भइरहेछ त भन्दाखेरि चाहिँ एकदमै इम्पोर्टेन्ट अस्योरेन्स सर्भिसको रूपमा लिन्छ। किन भन्दाखेरि यसमा रिलेट के भइरहेछ त, फाइनेन्स, मनी रिलेट भइरहेछ, र मनी बिना त कुनै पनि देश चल्दैन। अनि हामीले अस्ति के कुरा गरेका थियौँ भन्दाखेरि चाहिँ दुईवटा मेजर एलिमेन्ट्स अथवा मेजर फाइनेन्सियल इन्स्टिट्युसन्स कुनै पनि अर्गनाइजेसनको भनेको, कुनै पनि कन्ट्रीको भनेको चाहिँ कि त त्यो स्टक मार्केट हो कि त त्यो ब्याङ्क हो। स्टक मार्केट फाइनेन्सियल स्टेटमेन्ट बिना चल्दैन, किन भन्दाखेरि त्यो साइन भएकै फाइनेन्सियल स्टेटमेन्टको बेसिसमा इन्भेस्टर्सहरूले फाइनेन्सियल स्टेटमेन्ट हेर्छ, रिभ्यू गर्छ, अनि त्यसकै बेसिसमा इन्भेस्ट गर्ने हो। अर्को ब्याङ्क भनेको, ब्याङ्कको केसमा पनि ब्याङ्कले पैसा कमाउने अथवा ब्याङ्क चल्ने भनेको केबाट हो त भन्दाखेरि चाहिँ लोनबाट हो होइन। ब्याङ्क चल्ने भनेकै लोनबाट हो, र लोन दिने के को आधारमा हो त भन्दाखेरि चाहिँ फाइनेन्सियल स्टेटमेन्टको आधारमा हो, अडिटेड फाइनेन्सियल स्टेटमेन्टको आधारमा हो है त। सो हिस्टोरिकली पनि र अहिले पनि सबै देशमा स्ट्याट्युटरी अडिट इज भेरी भेरी इम्पोर्टेन्ट। किन भन्दाखेरि चाहिँ अगेन ब्याङ्कले लोन दिँदैन, स्टक मार्केटले स्टक गर्दैन, इन्भेस्टर्सहरूले, पोटेन्सियल इन्भेस्टर्सहरूले चाहिँ इन्भेस्ट गर्दैन भन्ने कुरा हो है त। सो भेरी भेरी इम्पोर्टेन्ट, इट बिकम्स भेरी भेरी इम्पोर्टेन्ट। अब नेपालमा स्ट्याट्युटरी अडिट कसरी हुन्छ र कसले गर्छको बारेमा थोरै चर्चा गरौँ ल। सो नेपालमा स्ट्याट्युटरी अडिट भनेको चाहिँ, सो स्ट्याट अडिट है, अलिकति राइटिङ कस्तो छ। सो स्ट्याट्युटरी अडिट भनेको चाहिँ नेपालमा कसले गराउनु पर्छ भन्ने कुरा। इफ यु आर अ कम्पनी यु हेभ टु कम्पल्सरीली अडिट, चाहे त्यो पब्लिक होस् चाहे त्यो प्राइभेट होस्, चाहे त्यो पब्लिक होस् चाहे त्यो प्राइभेट होस्, हामीले के गर्नुपर्छ भन्दाखेरि कम्पनीजहरूको अडिट गराउनुपर्छ। चाहे त्यो जिरो होस् अथवा चाहिँ लसमा होस्। भन्न खोजेको यो वर्ष मैले दर्ता गरेँ कम्पनी है, मैले चाहिँ वैशाखमा दर्ता गरेँ, वैशाख जेठ असारभरि के पनि ट्रान्ज्याक्सन्सहरू भएको छैन, त्यही पनि मैले के गराउनुपर्छ त, अडिट गराउनु पर्छ है। अर्को भनेको मेरो कम्पनी लसमा छ, डजन्ट रियली म्याटर, कम्पनी हुने बित्तिकै प्राइभेट लिमिटेड होस् पब्लिक लिमिटेड होस् हामीले अडिट कम्पलसरी गराउनु पर्छ है त। अर्को भनेको पार्टनरसिप पनि के हुन्छ त, अडिट हुन्छ जेनरली। किन भन्दाखेरि डिडमा लेखेको हुनसक्छ पार्टनरसिप डिडमा। र अर्को भनेको चाहिँ हाम्रो इन्कम ट्याक्स रिटर्न फाइल गर्ने बेलामा चाहिन्छ, जुन एकछिनमा कुरा गर्छौँ हामी है त। अर्को सोल प्रोप्राइटरसिपको मानव छेउको पान पसल छ होइन, अडिट गर्नु पर्दैन उसले, तर अडिट गर्नुपर्ने हुनसक्छ यदि मेरो चाहिँ टर्नओभर इज मोर देन 1 करोड, 1 करोडभन्दा बढी टर्नओभर छ भने मैले के गर्नुपर्छ त, अडिट गर्नुपर्छ। अथवा मेरो ब्याङ्कको लोन छ,
र ब्याङ्कले के गरिरहेछ त मसँग चाहिँ अडिटेड फाइनेन्सियल स्टेटमेन्टको फिगर्सहरू मागिरहेछ भने मैले के गर्नुपर्छ त्यस्तो सिचुएसनमा भन्दाखेरि चाहिँ मैले चाहिँ अडिट गर्नुपर्छ है। सो त्यही नै हो। भोलिन्टरीली त जसले पनि गर्न पाउँछ, भोलिन्टरीली है। अर्को 4 नम्बरमा एनजिओज, आइएनजिओज है, यो सबैहरूले पनि के गराउँछ त आफ्नो अडिट कम्पलसरी गराउँछ। आफ्नो डोनरलाई रिपोर्ट उनीहरूले बुझाउनु पर्ने हुन्छ, त्यही भएर है। सो स्ट्याट्युटरी अडिट भनेको के भयो भन्दाखेरि चाहिँ फाइनेन्सियल इन्फर्मेसनको अडिट गर्ने प्रोसेसलाई हामी के भन्छौँ त स्ट्याट्युटरी अडिट भन्छौँ। स्ट्याट्युटरी अडिट किन भन्यो भन्दाखेरि स्ट्याट्युटले रिक्वायर गरेको भएर हामीले के भन्यौँ त्यसलाई स्ट्याट्युटरी अडिट भन्यौँ। स्ट्याट्युट भनेको के हो त ल। सो लले रिक्वायर गरेको कुरालाई हामीले के भन्यौँ त स्ट्याट्युटरी, STATUTORY स्ट्याट्युटरी अडिट भन्यौँ। सो द्याट्स वाइ हामीले चाहिँ कम्पलसरीले गर्नुपर्ने भएकोले चाहिँ हामीले स्ट्याट्युटरी अडिट हामीले भन्यौँ है। ओके, सो यसलाई फाइनेन्सियल अडिट भन्दा नै हुन्छ। अब अर्को इन्ट्रेस्टिङ कुरा भनेको नेपालमा अडिट गराउँछ कसले त, हु डज दि अडिट इन नेपाल है। सो नेपालमा हु डज दि अडिट भन्दाखेरि नेपालमा अडिट गराउने जिम्मा कसको हो त भन्दाखेरि चाहिँ आइक्यानमा रजिस्टर्ड मेम्बर है। ल आइक्यानमा जो दर्ता हुनुहुन्छ र जसको भ्यालिड सिओपी छ, सर्टिफिकेट अफ प्र्याक्टिस, उहाँहरूले के गर्नुहुन्छ त भन्दाखेरि चाहिँ उहाँहरूले चाहिँ अडिट गर्न पाउनुहुन्छ है। सो नेपालमा देयर आर टु क्लासेस अफ अडिटर्स है। क्लास ए भन्छौँ हामी, क्लास ए र क्लास बीसीडी। सो एबीसीडी भन्ने क्लासेस छ। क्लास ए भनेको चाहिँ सिए भयो, बीसीडी भनेको चाहिँ रजिस्टर्ड अडिटर है। सो सर्टन लिमिटसम्म चाहिँ ए क्लासले गर्न, बी क्लासले गर्न पाउँछ, सर्टनले सी क्लासले गर्न पाउँछ, डी क्लासले सर्टनसम्म गर्न पाउँछ भने सिएजहरूको चाहिँ अनलिमिटेड के छ त भन्दाखेरि साइनिङ अथोरिटिजहरू चाहिँ छ है। सो दिज आर द थिङ्स। नेपालमा कसले अडिट गर्न पाउँछ भनेर कसैले सोध्यो भने चाहिँ के बुझ्नु पऱ्यो भन्दा नेपालमा आइक्यानमा दर्ता भइसकेपछि मात्रै हामीले अडिट गर्न पाउँछौँ। र अडिट कसको गर्नुपर्छ भन्दाखेरि कम्पनीको कम्पलसरीली छ, पार्टनरसिपको पनि कम्पलसरी नै गरिराखेको हुन्छ हामीले। अर्को भनेको चाहिँ सोल प्रोप्राइटरसिपको केसमा चाहिँ यदि 1 करोड नाग्यो भने हामीले गर्नै पर्छ। र ब्याङ्कको लोन्सहरू लिएको छ भने चाहिँ 1 करोड मुनि भन्दाखेरि पनि लिँदा राम्रो है। सो दिज आर द थिङ्स। हामीले चाहिँ स्ट्याट्युटरी अडिटको बारेमा चाहिँ थोरै कुरा गऱ्यौँ। स्ट्याट्युटरी अडिट त, सो स्ट्याट्युटरी अडिट भनेको के भयो भन्दाखेरि इज द मोस्ट इम्पोर्टेन्ट एस्योरेन्स सर्भिस बिकज इट हेल्प्स एभ्रीवन ट्रस्ट द कम्पनीज फाइनेन्सियल स्टेटमेन्ट। कम्पनीको फाइनेन्सियल स्टेटमेन्टलाई ट्रस्ट गर्नको लागि चाहिँ स्ट्याट्युटरी अडिट बिकम्स भेरी भेरी इम्पोर्टेन्ट है। इन्भेस्टरको ट्रस्ट गेन गर्नको लागि, फ्रड्सहरू, एरर्सहरू, मिस्टेक्सहरू पत्ता लगाउनको लागि, अथवा चाहिँ हाम्रो लिगल रिक्वायरमेन्ट फुलफिल गर्नको लागि, अथवा चाहिँ हुन्छ नि कम्पनीलाई राम्रोसँग चलाउनको लागि, यो सब कुरा गर्नको लागि चाहिँ स्ट्याट्युटरी अडिट बिकम्स भेरी 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 इम्पोर्टेन्ट है। सो दिज आर द थिङ्स। ल सो स्ट्याट्युटरी अडिट गर्दाखेरि चाहिँ हामीले कस्तो खालको स्टेप्सहरू लिनुपर्छ होला भन्ने कुरा हामी थोरै गरौँ। सो स्ट्याट्युटरी अडिट, सो बेसिकली हामीले के गर्छौँ भन्दाखेरि चाहिँ स्ट्याट्युटरी अडिट लिनको लागि चाहिँ हामीले अब क्लाइन्टहरूलाई अप्रोच गर्नुपर्ने हुनसक्छ, अथवा चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ न्युज पेपरमा जुन एड्सहरू आइरहेको हुन्छ त्यसमा टेन्डर्सहरू फाइल गर्नुपर्ने हुनसक्छ है। सो फर्स्ट स्टेप हामीले स्ट्याट्युटरी अडिटमा हामीले फर्स्ट थिङ गर्ने भनेको के हो त भन्दाखेरि हामीले इन्गेजमेन्ट अब्टेन गर्नुपर्छ। इन्गेजमेन्ट भनेको कस्तो कुरा हो भन्दाखेरि चाहिँ इन्गेजमेन्ट भनेको चाहिँ यो बिहेवाला इन्गेजमेन्ट होइन पक्कै पनि। इन्गेजमेन्ट भनेको कुनै पनि पर्टिकुलर प्रोजेक्ट होइन जसको चाहिँ क्लियर स्टार्ट डेट हुन्छ र क्लियर एन्ड डेट हुन्छ, त्यसलाई हामी के भन्छौँ त इन्गेजमेन्ट भन्छौँ। स्पेसली हाम्रो अडिटको केसमा कुनै पनि एउटा प्रोजेक्ट छ भनेपछि चाहिँ, कुनै पनि एउटा क्लाइन्टको काम गरिरहेको छौँ भनेपछि त्यसलाई के भन्छ त इन्गेजमेन्ट भन्छ। सो स्टेजेस अफ अडिटमा द फर्स्ट थिङ द्याट वी सुड बी डुइङ इज अब्टेन द इन्गेजमेन्ट। सो हामीले चाहिँ इन्गेजमेन्ट अब्टेन गर्ने धेरै मेथड्सहरू हुनसक्छ, त्यो पछिको च्याप्टर्सहरूमा हामी कुरा गरि नै हाल्छौँ होइन। सो इन्गेजमेन्ट सुरुमा अब्टेन गर्ने, त्यसपछि प्लानिङ गर्ने, त्यो पर्टिकुलर क्लाइन्टको कसरी अडिट गर्ने भनेर हामीले प्रपरली प्लानिङ गर्छौँ।
अनि आफ्टर द्याट हामीले के गर्छौँ त भन्दाखेरि चाहिँ त्यो पर्टिकुलर अडिट प्रोसिजर्सहरू चाहिँ हामीले चाहिँ अप्लाई गर्छौँ। हामीले डिफ्रेन्ट चिजहरू गर्नुपर्ने हुन्छ, त्यो हामी गर्छौँ। अनि बल्ल के हुन्छ त भन्दाखेरि चाहिँ हाम्रो अब रिभ्यू कम्प्लिसन र रिपोर्टिङतिर जान्छौँ हामी है। सो फर्स्टमा हामीले इन्गेजमेन्ट अब्टेन गऱ्यो, त्यसपछि हामीले प्लानिङ गऱ्यो, त्यसपछि के गर्यो त भन्दाखेरि चाहिँ पर्फर्म गऱ्यो। जे प्लान गरेको छ एक्टिभिटिजहरू त्यो सबै चिजलाई हामीले चाहिँ पर्फर्म गऱ्यो। अनि त्यसपछि चाहिँ के गर्यो त भन्दाखेरि चाहिँ हामीले चाहिँ रिभ्यू पनि गऱ्यो अनि कम्प्लिसन गरेर फाइनली के गर्यो त भन्दाखेरि चाहिँ रिपोर्ट पनि गऱ्यो हामीले। सो हामीले चाहिँ चारवटा स्टेजमा जेनरली अडिट गर्छौँ। द फर्स्ट वान वाज अब्टेनिङ द इन्गेजमेन्टलाई सुरुमा अब्टेन गर्नु पऱ्यो, त्यसपछि प्लान गर्नु पऱ्यो है, प्लान गरेपछि पर्फर्म गर्नु पऱ्यो अडिट प्रोसिजर्सहरू, त्यसपछि रिभ्यू कम्प्लिसन र रिपोर्टिङतिर हामी जान्छौँ है त ल। सो बेसिकली स्ट्याट्युटरी अडिट नेपालमा कसले गर्न पाउँछ भन्दाखेरि जोसँग चाहिँ भ्यालिड सर्टिफिकेट अफ प्र्याक्टिस छ, जोसँग चाहिँ भ्यालिड लाइसेन्स छ, उसले मात्र अडिट गर्न पाउँछ नेपालमा। र अब कस्तो छ भन्दाखेरि हामीले जुन साइन गर्छौँ फाइनेन्सियल स्टेटमेन्ट्समा, त्यो फाइनेन्सियल स्टेटमेन्टमा साइन गरेको आधारमा चाहिँ के गर्छ मान्छेहरूले भन्दाखेरि इन्भेस्टमेन्ट गर्ने हो है। हामीले फाइनेन्सियल स्टेटमेन्टमा चाहिँ साइन गरेको आधारमा मान्छेहरूले आफ्नो जीवनको चाहिँ लगानी नै राखिदिने हो भनेपछि चाहिँ त्यहाँनिर के आउँछ भन्दाखेरि ट्रस्टको एकदमै इम्पोर्टेन्ट कुरा चाहिँ ट्रस्टको चाहिँ आउँछ है। सो वी निड टु इन्स्योर कि हाम्रो ट्रस्ट चाहिँ ब्रेक नहोस् भनेर है। सो अडिटरलाई किन ट्रस्ट गर्छ मान्छेहरूले भन्ने कुरा हामीले साइन गर्ने बित्तिकै मान्छेले किन पत्याउने त भन्ने कुरा आउन सक्छ है। सो किन गर्छ भनेर थोरै डिस्कसन गरौँ है त। सो म के इक्जाम्पल दिन्छु भन्दाखेरि म चाहिँ हामीले जुन ब्याङ्क छ, ब्याङ्कलाई किन ट्रस्ट गर्छौँ क्या हामीले हामीले हाम्रो हार्ड अर्न्ड मनी लगेर चाहिँ ब्याङ्कमा लगेर जम्मा गर्छौँ। एनआइसिएसिआई, स्ट्यान्डर्ड चार्टर्ड होइन, ग्लोबल आइएमई सब कसै खाता होला त्यसमा। वाइ आर यु ट्रस्टिङ द ब्याङ्क्स? भोलिपल्ट ब्याङ्क त भाग्न सक्छ राइट। सो हामीले ट्रस्ट किन गर्छौँ भन्दाखेरि चाहिँ किन गर्छौँ यसो सोच्यो भने ब्याङ्कको माथि के छ त नेपाल राष्ट्र ब्याङ्क छ, एनआरबीले गर्छ के भन्दाखेरि चाहिँ त्यो ब्याङ्कहरू जति पनि सानो ब्याङ्कहरू छ यो ब्याङ्कहरूलाई के गर्छ त रेगुलेट गर्छ। त्यही भएर राष्ट्र ब्याङ्कलाई के भनिन्छ भन्दाखेरि चाहिँ फादर अफ ब्याङ्क्स होइन, फादर अफ ब्याङ्क्स नेपालमा। सो हामीले ब्याङ्कहरूलाई ट्रस्ट गरेको होइन भन्छु म। बेसिकली हामीले ट्रस्ट कसलाई गरेको त नेपाल राष्ट्र ब्याङ्कलाई गरेको। र नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्कहरूलाई रेगुलेट गर्नको लागि कुनै पनि कसर छोड्दैन त्यहाँनिर है। केही मिस्टेक्सहरू गर्यो भने ब्याङ्कहरूले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ राष्ट्र ब्याङ्कले ह्युज अमाउन्ट अफ पेनल्टिजहरू चाहिँ त्यहाँनिर हालेको केसेसहरू एकदमै देख्न पाइन्छ हामीले है त। अब हामीले राष्ट्र ब्याङ्कलाई पत्याएको, राष्ट्र ब्याङ्कलाई पनि पत्याएको होइन, हामीले कसलाई पत्याएको त गभर्मेन्टलाई पत्याएको। किन भन्दाखेरि राष्ट्र ब्याङ्क कसको त भन्दाखेरि नेपाल गभर्मेन्ट नै भागेर जाने चान्सेसहरू त हुँदैन। त्यही भएर हामीले के गर्छौँ त भन्दाखेरि ट्रस्ट गर्छौँ है। र राष्ट्र ब्याङ्कले जतिसुकै राम्रो रेगुलेसन गरे तापनि मानव भोलिको दिनमा एउटा ब्याङ्क डुब्यो अर्को पनि ब्याङ्क डुब्यो भने हाम्रो ट्रस्ट के हुन्छ त ब्याङ्किङ सिस्टममा एकदमै कम भएर जान्छ। हामीले ब्याङ्कलाई ट्रस्ट गर्नेवाला छैनौँ है। कतिपय केसेसहरूमा यस्तो हुन्छ भने होइन त। सो राष्ट्र ब्याङ्कले के गर्छ भन्दाखेरि त्यो जुन विश्वास छ त्यसलाई कायम राख्नको लागि एकदमै धेरै कुराहरू गरिरहेको हुन्छ है। त्यही भएर एज एन अडिटर पनि हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ ट्रस्टहरू एकदमै धेरै चाहिँ बनाएर राख्नुपर्छ पब्लिकमा। भोलिको दिनमा पब्लिकलाई चाहिँ ट्रस्ट भएन भने हामीले साइन गरेको फाइनेन्सियल स्टेटमेन्टमा पब्लिकलाई ट्रस्ट भएन भने पब्लिकले के गर्न छोड्छ भन्दाखेरि हामीले साइन गरेको फाइनेन्सियल स्टेटमेन्ट्सहरू पत्याउन छोड्छ। पब्लिकले के गर्न छोड्छ भन्दाखेरि चाहिँ हामीले गरेको काम मा पत्याउन छोड्छ, विश्वास घट्छ, सो इन्भेस्टमेन्ट्सहरू घट्ने भयो, सो थिङ्स लाइक द्याट होइन त। सो यसको जिम्मा कसको हो त भन्दाखेरि आइक्यानको बजारमा सिएजहरू अरू अडिटर्सहरूको चाहिँ ट्रस्टहरू चाहिँ बनिरहेको छ है भन्नको लागि चाहिँ प्राइमेरी रेस्पोन्सिबिलिटी कसको हो त भनेर कुरा गरिन्छ भने चाहिँ त्यो कसको हो त भन्दाखेरि चाहिँ प्राइमेरी रेस्पोन्सिबिलिटी इज द्याट अफ आइक्यान। सो आइक्यानको रेस्पोन्सिबिलिटी भयो। आइक्यानको के रेस्पोन्सिबिलिटी भयो भन्दाखेरि चाहिँ जति पनि बजारमा अडिटर्सहरू छन् है, 1000, 1500, 2000, 4000 जति पनि अडिटर्सहरू छन् सबैलाई रेगुलेट गर्ने, सबैलाई नियममा बाँध्ने काम कसको भयो त भन्दाखेरि चाहिँ अडिटरलाई बाँध्ने काम कसको भयो त आइक्यानको भयो।
सो आइक्यानले थुप्रै कुराहरू गर्छ, आइक्यानले चाहिँ थुप्रै कुराहरू गर्छ। एक्चुअली हेरौँ हामी है। सो आइक्यानले के गर्छ भन्दाखेरि चाहिँ थुप्रै कुराहरू गर्छ इन अर्डर टु मेन्टेन द ट्रस्ट है। उनीहरूले के गर्छ भन्दाखेरि चाहिँ यहाँनिर स्टेप टेकन बाई आइक्यान टु रेगुलेट अडिटर्स। द फर्स्ट वान इज लाइसेन्सिङ एन्ड सर्टिफिकेसन। नेपालमा सिएजहरू क्यान होइन, यो आइक्यान होला, आई छुट्टै छ यहाँनिर। सो आइक्यान म्यान्डेट्स ओन्ली चार्टर्ड अकाउन्टेन्ट्स, क्वालिफाइड चार्टर्ड अकाउन्टेन्ट्सहरू र सिएजहरूले मात्र के गर्न सक्छ त, कन्डक्ट गर्न सक्छ। सो हरेक वर्ष गएर रिन्यू गर्नुपर्ने हुन्छ अडिटर्सहरूले, बायोमेट्रिक्सहरू, थम्ब प्रिन्टहरू गर्नेदेखि लिएर सबै कुराहरू उनीहरूले गर्नुपर्छ है त। अर्को भनेको कन्टिन्युस प्रोफेसनल एजुकेसन, सिपिई भन्छौँ हामी। हरेक वर्ष 40 घन्टा जति मानौँ हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ सिए भइसकेपछि पनि पढ्नुपर्छ, ताकि हामीले जति पनि कामहरू मानौँ लेटेस्ट कुनै डेभलपमेन्ट्सहरू हुन्छ अथवा चाहिँ नियम चेन्ज हुन्छ, एक्ट्सहरू चेन्ज हुन्छ, नयाँ नयाँ कुराहरू आइरहेको हुन्छ बजारमा होइन, यो सबै कुराहरूसँग चाहिँ हामी चाहिँ साँच्चैकै फमिलियर छौँ कि छैनौँ भनेर हेर्नको लागि चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि आइक्यानले चाहिँ म्यान्डेटरीली कन्टिन्युस प्रोफेसनल एजुकेसन भन्ने चाहिँ हुन्छ है त। अर्को भनेको अडिटर्सहरूको पनि अडिट हुन्छ, लाइक उनीहरूले कसरी अडिट गरिरहेको छ, कसरी काम गरिरहेको छ भनेर चेक गर्नको लागि चाहिँ आइक्यानबाटै के हुन्छ त अडिटर्सहरू पठाइन्छ। के भनिन्छ भन्दाखेरि क्वालिटी कन्ट्रोल भनेको चाहिँ आइक्यानले नै मान्छे के गर्छ त पठाउँछ, त्यहाँनिर आइक्यानले नै मान्छे पठाउँछ अनि आइक्यानको मान्छे आएर चाहिँ फर्ममा आएर चेक गर्छ तपाईँहरूले अडिट कसरी गरिराख्नु भएको छ, तपाईँहरूले रुल्स एन्ड रेगुलेसन्स फलो गरिराख्नु भएको छ कि छैन भनेर है त। अर्को भनेको डिसिप्लिनरी एक्सन भनेको चाहिँ कस्तो भन्दाखेरि केही गलत काम गर्यो अडिटरले भनेपछि उसलाई पनिसमेन्ट त दिनु पऱ्यो नि त हामीले। सो पनिसमेन्ट दिन्छौँ हामी राइट, पनिसमेन्ट दिन्छौँ। मेम्बरसिप नै खारेज गरिदिनु पनि सक्छ, कतिपय केसमा चाहिँ सर्टेन इयर्सको लागि सस्पेन्ड गर्न सक्छ अथवा के हो होइन त। सो देयर आर सो मेनी थिङ्स। अर्को भनेको कोलाबोरेसन विथ रेगुलेटर्स है त। हामीले के गर्छौँ, रेगुलेटर्सहरूसँग चाहिँ कोलाबोरेसन गर्छौँ। अरू रेगुलेटर्सहरू जस्तै राष्ट्र ब्याङ्कहरूको रेगुलेटर, स्टक मार्केटको रेगुलेटर सेबन होइन। अर्को भनेको इन्सुरेन्स कम्पनीजहरूको रेगुलेटर एनआइए, नेसनल इन्सुरेन्स अथोरिटी होइन। कोअपरेटिभ्सहरूको रेगुलेटर डिपार्टमेन्ट अफ कोअपरेटिभ्स। यो सबै कुराहरूसँग, सबै डिपार्टमेन्ट्सहरूसँग चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि कोलाबोरेसन गर्छौँ अनि राम्रोसँगले काम गर्छौँ है। सो आइक्यानले के गर्छ भन्दाखेरि मोनिटर गर्छ, रेगुलेट गर्छ अडिटर्सहरूलाई। अनि के पनि भन्छ भन्दाखेरि चाहिँ उसले स्ट्यान्डर्ड्सहरू इस्यु गरेको छ। जसरी हाम्रो अकाउन्टिङ स्ट्यान्डर्ड्स हुन्छ जसले सिकाउँछ हामीलाई कि अकाउन्टिङ इन्ट्रिजहरू कसरी गर्ने, कसरी चेक गर्ने, ट्रान्ज्याक्सन्सहरू कसरी इन्ट्री गर्ने भनेर सिकाउँछ भने, त्यसै गरी अडिटिङ स्ट्यान्डर्डले पनि के गर्छ भन्दाखेरि चाहिँ हामीलाई सबै अडिटर्सहरूलाई अडिटिङ कसरी गर्ने भनेर सिकाउँछ। हामीले क्याप वनको लेभलमा धेरै, फाउन्डेसनको लेभलमा धेरै हामीले स्ट्यान्डर्ड्सहरू पढ्दैनौँ। तर के बुझ्नु पऱ्यो भन्दाखेरि जब हामी प्रोग्रेस गर्दै जान्छौँ डिफ्रेन्ट लेभल्समा, हामीले अडिटिङ स्ट्यान्डर्ड्सहरू चाहिँ एकदमै डिटेल्डमा पढ्नुपर्छ। सो मानौँ 40-50वटा चाहिँ हाम्रो स्ट्यान्डर्ड्सहरू छ भने हामीले अहिले चाहिँ त्यही 5-6वटा 6-7वटा स्ट्यान्डर्ड्सहरू पढेर चाहिँ कम्प्लिट गर्छौँ होइन। तर त्यसको पनि इन्ट्रोडक्सन मात्रै हुन्छ। तर गोइङ फरवर्ड हामीले के गर्छौँ भन्दाखेरि चाहिँ यो सबै डिटेलमा पढ्छौँ है त। सो जसरी अकाउन्टिङ स्ट्यान्डर्ड छ जसले चाहिँ हामीलाई अकाउन्टिङ गर्नको लागि सिकाउँछ, त्यसरी नै हाम्रो के छ भन्दाखेरि अडिटिङ स्ट्यान्डर्ड्सहरू छ जसले सबै अडिटर्सहरूलाई चाहिँ रेगुलेट गर्छ अनि सिकाउँछ हामीलाई कसरी चाहिँ हामीले चाहिँ गर्ने भनेर है त, अडिट गर्ने भनेर। अब सो हामीले चाहिँ थुप्रै कुराहरू गऱ्यौँ है। हामीले अडिटर स्ट्याट्युटरी अडिट भनेको के हो, डिफ्रेन्ट इक्जाम्पल्स भयो अस्योरेन्स इन्गेजमेन्टको। अनि हामीले चाहिँ स्ट्याट्युटरी अडिट भनेको के हो भनेर बुझ्यौँ होइन, त्यसको फाइदाहरूको बारेमा बुझ्यौँ, स्ट्याट्युटरी अडिट को बारेमा बुझ्यौँ। अनि त्यसपछि कसले गर्छ भनेर पनि हामीले बुझ्यौँ। स्ट्याट्युटरी अडिट कुन कुन केसमा कम्पलसरी हुन्छ भने हामीले भनेर बुझ्यौँ। र स्ट्याट्युटरी अडिटलाई किन चाहिँ ट्रस्ट गर्छ मान्छेहरूले भनेर पनि बुझ्यौँ। सो आइक्यानको काम भयो रेगुलेट गर्ने, ट्रस्ट जेनेरेट गराउने, अनि स्ट्यान्डर्ड्सहरू उसले दिन्छ, रुल्स एन्ड रेगुलेसन्सहरू दिन्छ, स्ट्यान्डर्ड्सहरू दिन्छ। त्यो सबै गरिसकेपछि, स्ट्यान्डर्ड्सहरू सेट गरिसकेपछि चाहिँ त्यसलाई फलो भएको छ कि छैन भनेर चाहिँ अडिटर्सहरूलाई पनि चेक गर्छ। अनि कुनै रङ डुइङ्सहरू गरेको छ भने त्यसलाई के गर्छ भन्दाखेरि चाहिँ डिसिप्लिनरी एक्सन गर्छ, फाइन पेनल्टिजहरू लगाउँछ, सस्पेन्ड गरिदिन्छ अथवा फर्म बन्द गर भन्छ, लाइसेन्स नै खारेज गरिदिन्छ, थिङ्स लाइक द्याट होइन। यो सबै गरेर के गर्छ भन्दाखेरि चाहिँ
आइक्यानले चाहिँ अडिटरको ट्रस्ट चाहिँ बनाइराख्छ। सो हामी स्ट्यान्डर्ड सुरु गर्छौँ नेक्स्टमा हामी स्ट्यान्डर्ड NSA 200 भनेर छ त्यो सुरु गर्छौँ। अहिलेलाई यति गरौँ है त।